लास्ट झालमुरी पार्टी हो होइन यहाँ झालमुरी आज हाम्रो लास्ट क्लास हो लास्ट इयर होइन एक्जामको प्रेजेन्टेसन चाहिँ हुन्छ तर यहाँ क्लास अब कलेजमा मेरो लास्ट ब्लग गेट टुगेदरमा बनाउँछ यो मन परेन युनिफर्ममा लास्ट हो यहाँ तेल नआइपुगेर यहाँ पर्खिरहेको छ सबै तनावमा यो कसले झालमुरीको यिनीहरूको सिरियस डिस्कसन आइस त्यहाँबाट झालमुरी तेल आयो तेल नआएर चाहिँ यहाँ सबै इन्तजारमा छ लन्च ब्रेक सक्यो त्यही त फुड पो छ त अब हो बिहानै पैसा हाल्ने भनेको त्यही कारण सक्छ जल्दी जल्दी तेल आयो किरो रङपर्सानी आउँदैछ अन्त ढिलो भयो के गरेको माला लगाइदिएको दीपिकाले फिक्छ ओइ दिस इज झालमुरी अन्त उसिन्छ भनेर नहाल्नु भनेको हैन लेगाडीहरु विपना यो प्लास्टिक बोतल म दुईटामा खाने आज दुईटै ल्याउ कि बोक्नु छ एकबार मैले खाएँ नि त रोसिकाले स्प्राइट पनि ल्याएको छ यत्रो कठिन हजुरआमाको मराउमा उब्रेको कसले मराउको खानु हुँदैन नखाऊ है चिनी पनि चाहियो भने झालमुरी पिटेकोमा चाहिँ यस्तो क्ल्यापिङ झालमुरी पर्खिरहेको छ बिहान भनेर भन्छ यिनीहरूलाई सबैलाई मिस गर्नेछु म धेरै धेरै कसरी खुसी हो चोर्दा लास्ट टाइम तेलको बट्टा यहाँ झालमुरी हाफ यस्तो हुन्छ है हाम्रो यहाँ झालमुरी लगाइदिन्छ भयो प्लास्टिक बोकेर मेरो 4 जन ओइ ब्रो तँलाई चाहिँ तेरो लागि यहाँ छ प्याकेट हो कोचले सोली बनाउँदैछ मेरो थ्याङ्क यू ओ छिटो आऊ छिटो हाल्नु थाल्यो राम छिटो प्लास्टिकहरू यिनीहरूको हल्ला चाहिँ आज लास्ट झालमुरी हो अब खाइरहेको सक्नु सक्यो अब आज लास्ट क्लास ला मैले ल्याइन कसकोबाट अनिसाकोबाट दीपिकालाई त याद छ नि बिहामा बनाउँदैछ यिनीहरूले कलेज सक्ने बित्तिकै बिहा गर्ने स्प्राइट फेरि मराउको स्प्राइट खाँदैन मराउबाट ल्याएको उयो छ हजुरआमाको मराउबाट
अनि कसलाई चाहियो भेन्डर म खान्छु जल्दी हालेन आज ए आज हाम्रो म्यामले केक काट्नु राख्नु भएको रहेछ होइन आज हाम्रो लास्ट हो भनेर तर म्यामले चाहिँ सरप्राइज दिनु खोजेको तर हामीले केक देखेर सरप्राइज मौका भयो अब जान आँटेको